नमस्कार, म डाक्टर केबी पौडेल। विशेष गरेर आज मलाई थोरै भावनात्मक हिसाबको एउटा मोटिभेसनल भिडियो बनाउन मन लागेको छ। हरेक आमा बाउले आफ्ना सन्तान अरूको भन्दा उत्कृष्ट हुन्, अरूको भन्दा ट्यालेन्ट हुन्, अरूको भन्दा धेरै प्रगति गरून् र अरूको भन्दा धेरै अगाडि बढुन्। हरेक बाबुआमाको सोचाइ त्यो हुन्छ। तर बाटो देखाउने को त भन्दा तिनै बाबुआमा। हेर्नुहोस् है, मायाको हिसाबले हेर्ने हो भने तुलनात्मक हिसाबमा हरेक छोराछोरीले बाबुलाई भन्दा बढी माया आमालाई गर्छन्। यो त सत्य कुरा हो। तर बाउले कतिसम्म एउटा दूरदृष्टि राखेको हुन्छ भन्ने उदाहरण यहाँलाई म दिन चाहन्छु। तपाईहरूले सबैले देख्नुभएको चिज कि आमाले बच्चाको मायाले गर्दा यो नगर बाबु, त्यो नगर बाबु, यहाँ नजा, त्यहाँ नजा, त्यो नखा, यस्तो गर्नुहुन्न, यो भन्नुहुन्न, अथवा हरेक चिजहरू भावनामा बहकिएर ती सन्तानलाई गर्न नदिने भनेकी आमाले हुन्। तर बाउ, हेर्नुहोस् है, बाउ त्यतिमा सीमितता हुँदैन। बाउले आफ्ना सन्तानलाई उसलाई कानमा समातेर वरिपरि घुमाएर मामली देखाउने भन्ने कुरा होस्, या त उसलाई माथि माथिसम्म फालेर हातबाट माथिसम्म पुर्याउने, फेरि हातले समात्ने, माथिसम्म पुर्याउने, हातले समात्ने, अथवा परसम्म दगुर्न लगाउने। हेर्नुहोस् है, परसम्म दगुर्न लगाउने, अथवा यदि चोट नलाग्ने ठाउँ छ भने हाम फाल्न सिकाउने, सँगै दगुराउने, अथवा हरेक चिजहरू गर्दै जाँदाखेरि नगर बाबु होइन, गर बाबु भनेर साथ दिने ती बाबु हुन्। हेर्नुहोस् है, सबभन्दा बढी माया कसले पाउँछ? आमाले पाउँछ। तर बाउले के सोचेको हुन्छ कि भोलिको दिनमा आज बच्चाले यो कुरा यदि आफैले भोग्यो भने, दगुर्दा दगुर्दै लडेर फेरि उठेर दगुड्यो भने कसरी दगुर्नु पर्ने रहेछ भन्ने कुरा उसले थाहा पाउँछ। सानोतिनो ठाउँबाट ऊ लड्दै गर्दाखेरि सानोतिनो चोट लागे पनि अब अप्ठ्यारो ठाउँबाट हाम फाल्न नहुने रहेछ, त्यहाँबाट उसले सिक्छ। उसको सिकाइ त्यो डर भगाउनको लागि माथि माथिसम्म फालेर हातैले रिसिभ गरेर उसको सारा डरहरूलाई भगाएर अगाडि बढ्नको लागि त्यही बाउले सिकाउँछ। अर्थात् जति पनि कुराहरू, बेसिकली कुराहरू हुन्छन्, तुलनात्मक हिसाबमा आमाले नगरै बाबु भनेका कुराहरू बाउले सिकाइराखेको हुन्छ। यो त तपाईँ हामीले भएरै आएको कुरा हो। हेर्नुहोस् है, कतिले ठान्नुहुन्छ बाउ महान, कतिले ठान्नुहुन्छ आमा महान। आखिर दुवै महान हुन्। महानताको कुरामा त्यहाँभन्दा ठुलो भगवान कोही पनि हुने छैन। तर एउटा दूरदृष्टिको हिसाबले हर चिजहरूमा प्रयोगात्मक रूपमा मेरो सन्तानले यो कुरा चाहिँ सिक्नुपर्छ, जुन कुरा लागेको हुन्छ उसको बाबालाई, उसले हर तर्फबाट यो चाहिँ गर बाबु भनेर लगाएको हुन्छ। भलै यदि सकिने अवस्था थिएन भने आमाले नगरे नि हुन्छ भन्दाखेरि पनि तेरो साथमा म छु, गर बाबु भनेर गर्वका साथ हरेक बाउले भन्ने गर्छन्। त्यसैले हामीले भावनामा बहकिएर
हाम्रा सन्तानहरूलाई यो नगर त्यो नगर, यहाँ नजा त्यहाँ नजा, यो नखा, यो नभनौँ। यदि सम्भव हुन्छन् भने गर बाबु तेरो साथमा म छु भन्न सकियो भने वास्तवमा उसको सफलताको सुरुवाती त्यहाँबाट हुन्छ। त्यसैले मलाई के लाग्छ भने यहाँ बाउ र आमाप्रतिको मायामा अधिकांश सन्तानले त्यति धेरै निकटता र त्यो एउटा जुन त्याग र तपस्या छ त्यो तपस्यालाई भुलेको देखिन्छ। त्यसैले सन्तानले आफ्ना बाआमाप्रतिको दायित्व र गर्नुपर्ने जिम्मेवारीबाट भाग्नु नै सबैभन्दा ठुलो गल्ती हो। किनकि ती सन्तानको लागि भनेर हरेक बाबुआमाले आफ्ना सारा चिजहरूलाई बलिदानी दिएका हुन्छन्। ती सन्तान हाँस्दा हाँस्ने, सन्तान रुँदा रुने, जेसुकै कुरा गर्दाखेरि पनि साथमा साथ र हातमा हात दिने सन्तान र बाबुआमा वास्तवमै यो संसारको एक अजीब अनौठो सम्बन्ध हो। त्यसैले बाउ र आमाप्रति विभेद गर्नुभन्दा पनि अथवा यो राम्रो र त्यो राम्रो भन्नुभन्दा पनि सन्तानका लागि ती दुवै उत्तिकै समान र महत्त्वपूर्ण हुन् भन्ने कुरा मलाई लाग्छ। त्यसैले संसारभरि छरिएर रहेका आमा बुवाप्रति वितृष्णा जागेका, मलाई यो गर्न दिएन बाउले अथवा मलाई यो गर्न दिएन आमाले अथवा मलाई यो गर्न छिमेकीले दिएन, दाजुभाइ कसैले पनि दिएन अथवा यावत चिजहरूमा जति पनि यो समाजका मान्छेहरूले गुनासो गर्ने गर्छन् त्यो बाउआमाको कारण नभएर आफ्नै कारणले हो। जब आफू गर्छु भनेर अगाडि बढिसके पछाडि साथ दिने भनेका बाउआमाले हुन्। तर त्यो एउटा सार्थक हुनुपर्छ। आफूले जुन बाटो अँगालिन्छ त्यो अँगालिएको बाटो यदि 100% सही छ भने र पार लाउँछु जस्तो लाग्छ भने कुनै पनि बालबच्चाले अगाडि बढ्छु भन्दा आफूले जन्म दिएका सन्तान अगाडि बढ्दै गर्दा कुनै बाबुआमाले नबढ भन्दैनन्। तर यदि कुनै चिज नगर अथवा यो गर्नु नराम्रो हो छोरा छोरी अथवा कुनै चिज बाबुआमाले भन्दा सधैँभरिका लागि बाबुआमालाई बिर्सिदिने सन्तानहरूको पनि यहाँ कमी छैन। त्यसैले बाउले कराएको आमाले कराएको भनेको अरूको लागि नभएर आफ्नै लागि हो। हेर्नुहोस् है, राम्रो होस्, यदि गलत बाटोमा हिँड्दैछ भने सही बाटोमा हिँडोस्, सधैँभरि राम्रो बनोस्, समाजले पनि राम्रो बनोस्, परिवारको लागि पनि राम्रो होस्, सबैका लागि एउटा चाहिने व्यक्ति बनोस् र उदाहरणीय व्यक्ति बनोस् भन्ने हरेक बाबुआमाको सपना हुन्छ। त्यसैले आमा बाबुप्रतिको एउटा उत्तरदायित्व र खबरदारी, वफादारी जुन सन्तानले हर पल गरिरहन्छन् तिनै सन्तानलाई भोलि उनीहरूको सन्तानले त्यसरी नै सधैँभरि खबरदारी गर्नेछन् र वफादार हुनेछन्। त्यसैले यो स्वार्थी दुनियाँ आफू ठुलो बडो भएपछि आफ्ना आमा बाउलाई बिर्सिएर, आफ्नाले लगाएको गुणलाई बिर्सिएर सदाका लागि टाढा हुने असाध्यै दुःखद कुरा छ। यस्तो कसैले पनि नगरौँ। सन्तान अगाडि बढेको हेर्ने चाहना सबैको हुन्छ। यहाँहरू सबैको जय होस्।